के गरेको यो किचनको सबै सामान यता ल्याएर भ्याइ नभए छ सारा जुसीले के राखेको हो र किन राखेको यहाँको चाहिँ उता लगाएर राखेको यिनीहरू सबै भित्र लगाएर राखेको ऱ्याकमा त यहाँ आउनुहोस् त साह्रो यहाँ यिनीहरू सबै ऱ्याकमा लगाएर राखेको आऊ आऊ ज्ञानु आउनुहोस् त्यो सबै भित्र लगाएर राखेको यहाँ राख्ने होइन अब भित्र लगाएर राख्नु हो लिएर जाऊ ल ज्वानो लगाएर राख्नु जानुहोस् छोरी जिरा हो क्या त्यो त गुड ल अब अर्कोले यो चिनी लिएर जानुहोस् ल यस्तो ज्ञानी है हो ल अब यो लिएर जानुहोस् मसला यस्तो ज्ञानी है सानो छोरी त कति गुड ल अब यो लिएर जानुहोस् अब मस्त एउटा सोयाबिन लिएर जानुहोस् ल सोयाबिन लगाएर राख्नुहोस् जानुहोस् त छोरी अब यो दाल लिएर जानुहोस् दाल लिएर जानुहोस् अब यो टिमुर लिएर जानुहोस् यो मसला लिएर जानुहोस् मसला लिएर जाऊ ल्याउँदै लिएर जाऊ नि लिएर जाऊ लिएर जाऊ ल बोकेट लिएर जाऊ मसला लिएर जाऊ अब यो लिएर जान्छ हो त्यो लिएर जान्छ मसला अब यो मरिचको धुलो लिएर जानुहोस् ल यो अजिना मोटर यो के हो यो ज्वानो लिएर जाऊ अजिना मोटर ज्वानो यो लिएर जाऊ देखेछ अजिना मोटर लिएर जाऊ ल अब यो सोयाबिन पनि लिएर जाऊ लियो नि राख ल छोरी यो पनि लिएर त्यो राखी गर ल यो पनि राख ल यो पनि राखेर त्यो ऱ्याकको ढोका ढ्याप्प गर्नुहोस् त्यो ढोका ढ्याप्प गरेर लगाइदिनुहोस् ल हस् ल ढोका ढ्याप्प गरेर लगाइदिनुहोस् छोरी सानो ल ल त्यो ढोका ढ्याप्प गर्नुहोस् त अब ल ढोका ढ्याप्प गर्नुहोस् ज्ञानु दुइटै अर्को पनि हो अब यता हेर्नुहोस् त गुड सारा छोरी गुड ताली याहु है नाचिदिनुहोस् त एकचोटि अब निकाल्नु हुँदैन नाच लगाएर चल नाच्नुहोस् त ओहो कस्तो राम्रो नाचेको सानो छोरीले डान्स गर्नुभएको बल हो त्यो भ्याइ नभएछ वाउ झन्डै गयो छोडिदेऊ अब हाई गरिदेऊ ल हाई गर्यो नि हेर्नु छोरी होइन सानो यता हेर्नु मामुलाई हाई गर्नु हाई तिमी को हो हाई हेलो भन त छोरी यता हेर न हेलो मामु भन त